हेलो गाइज, वेलकम टु माई ब्लग। है हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म कन्फिडेन्ट फाइन छु। म चाहिँ है यसो ब्लग सुरु गर्न लागेको। सो त्यही नै हो। अब दिउँसो चाहिँ गर्मीमा हिँड्न सकिँदैन। चाहिँ यहाँ चाहिँ रात परिसक्यो। सो यही नै हो। त्यही भएर यसो रातको टाइममा बाहिर निस्केको है। सो त्यही नै हो गाइज। यस्तो छ गर्मी। जस मौसम चाहिँ दामी छ होइन, रात पऱ्यो भने म चाहिँ एकछिन यसो बाटोमा हिँड्दै भयो। यहाँदेखि उता अगाडिसम्म जान्छु, अनि त्यसपछि फेरि बाइक भएर फर्किन्छु। त्यही नै हो गाइज। होइन मलाई चाहिँ कस्तो कस्तो लागिरहेको जस धेरै भयो नि त है। मैले अब धेरै भयो भन्दा पनि फर्स्ट टाइम नै होला सायद आज मैले यसरी भिडियो बनाइरहेको। सो त्यही नै हो गाइज। गाह्रो छ मलाई यस्तो माया चाहिँ देखाइदिनु पऱ्यो है सबले एकचोटि है। त्यो खतराकै कपाल माया देखाइदिनु पऱ्यो। देख्न सक्नुहुन्छ है यतातिर भ्युजहरू चाहिँ बवाल छ क्या अहिले चाहिँ होइन, नाइटको टाइममा। जस सिटुलो पनि सिटुलो छ आनन्दको होइन, मजा लिनुहोस्। क्या के होइन बवाल के होइन। यता पछि देख्नु होइन, हेर्नु न आकाश के खतरा देखिरहेको भनेको गाइज है, खतरा बब्बाल। सो त्यही नै हो। म चाहिँ अब यसो यही अगाडिसँग गएर एक राउन्ड हानेर होइन फर्किन्छ। बब्बाल छ यार भन्नु। हेरौँ न यतातिर यार। त्यस्तै हो गाइस। म चाहिँ मलेसियादेखि हो। सो होइन अहिले चाहिँ अब मलेसियामा रात परिसक्यो। बवाल छ अहिले चाहिँ सुटिङ नै हो। जस्ट हल्का अब होइन आज छुट्टीको दिन। अब दिउँसोमा त अब घुम्न सकिएन, एक्लै भएको कारणले गर्दा पनि होला है। अब एक्लै त कहाँ जानु र म, त्यही भएर अहिले चाहिँ रुममा बस्दा बस्दै झ्याउ लागेर सिकाएको निस्किँदैन। यता अगाडिसम्म गएर अलिकति एकदम प्याक हुन्छु म चाहिँ होइन आफ्नो रुमतिर। त्यही नै हो गाइस। के भन्नु यस रातिको भए पनि मौसम चाहिँ बवाल छ है। आज चाहिँ मौसम क्या क्लियर हो क्या, सकाक भन। त्यही आनन्द लागिरहेको छ गाइस। हेर्नु न यता बवाल क्या के भन्नु। उता सायद जानु पऱ्यो है। म चाहिँ जस्ट यो एरियामा बसेको धेरै टाइम पनि भएको छैन। सो त्यही नै हो होइन। क्या के मौसम चाहिँ के क्या गिटी बवाल के राम्रो। एकजना साथी भएको भएर खतरा बवाल आउँछ घुम्न। रोड क्रस गरेर जानुपर्छ होइन। अगाडि नै जान्छु गाइस म चाहिँ है। अगाडि नै जान्छु होइन। सिन हेर्नु, भ्यू हेर्नु न गाइस यार। एकजना साथी भएको भए यहाँ बब्बालै हुन्थ्यो यार, खत्रै हुने थियो गाइस। सो है म चाहिँ सोध्दै नै हो कि आफूले अब सक्दो गरिरहेको है। त्यही हेर्नु न गाइस भ्युज यति बवाल आउँछ र भ्युज पनि यार। ओ माई गड। साँझ पखको जस्ट यहाँ चाहिँ अब रात परिसक्यो नि, रात परिसक्यो। अब दिउँसोमा चाहिँ अलिक गर्मी नै हुन्छ है। त्यही भएर म चाहिँ अब दिउँसोमा चाहिँ अब एक्लै पनि थियो। अब गर्मीमा बाहिर निस्किन पनि मन लागेन। सो त्यही भएर म चाहिँ अहिले चाहिँ होइन रात पनि परिसक्यो, मौसम पनि अखा छ। दामी भ्युज हेर्नलाई नै बाहिर निस्केको गाइज है। बाप रे बाप यार, खायो यार मौसमले यार। आकाश चाहिँ क्या यार क्या खतरा देखिरहेको छ कि मलाई चाहिँ बब्बाल लागिरहेको छ है गाइज आकाश चाहिँ। सो अरू त्यही नै हो। म चाहिँ सायद अब यहाँदेखि रोड क्रस गर्नुपर्छ होला है। ओ गाडी कति धेरै गाडीहरू आएको हो छ्या होइन। यहाँ अगाडिसम्म जानुपर्छ। जता गयो त्यतै नै राम्रो देखिन्छ त यार, बवाल देखिन्छ त गाइज यार। म कता जाऊँ क्या यार। त्यही नै म चाहिँ यताउता कोही पनि गएको छैन।
चाहिँ सोध्दै नै हो कि रोडमा मात्रै हिँडिरहेको छ है। अब गाह्रो छ नि त मलाई अब जस्तो बाहिरतिर घुम्न हिँड्नलाई पनि, किनकि अब यस्तो वातावरणमा चाहिँ एक्लै हिँड्नु चाहिँ ठिक छैन क्या मलेसियामा चाहिँ। सो त्यही भएर म चाहिँ जता जता मान्छेहरू छ त्यता त्यता नै हिँड्ने हो। सुनसान एकान्त ठाउँहरूमा चाहिँ म हिँड्न सक्दैन गाइज। तो क्या है मौसम जस्ट भ्यूज के भ्यूज हेर्नु न यार, क्या बवाल छ भनेको यार, टाइट यार। खायो त गाइज मार्केट यस्तो हुन्छ। राति भनिसकेको छ है गाइज, म चाहिँ त्यस्तै नै हो कि एक्लै चाहिँ हिँडिरहेको हो। अब धेरै टाढा हिँड्न मिल्दैन अनि सुनसान ठाउँतिर हिँड्न मिल्दैन। म चाहिँ जता जता मान्छेहरू छ त्यही एरियातिर मात्रै हिँड्ने हो, किनकि अब सुनसान ठाउँमा हिँड्नु भने चाहिँ एक्लै मलाई मेरो जिन्दगीलाई रिस्क छ गाइज है। त्यही भएर म चाहिँ हिँड्दिनँ, मान्छे भएको ठाउँतिर नै हिँड्छ। लाखौँ तारा बिर्से मैले उनलाई पनि देखेँ। कहाँ हो म चाहिँ कहाँदेखि गएर कपाल्ने लागि हावा चलिरहेको होइन मिठो। त्यही नै हो। अरू त के भन्नु सक्छ र मैले, हेर्नु नै आएको पछि ब्याकग्राउन्डमा हेर्नु भ्युज के यार, के साह्रो केटी भ्युज यार, यस्तो बवाल किन आइदिइरहेको गाइज, यस्तो बवाल भ्युज चाहिँ किन आइदिइरहेको भनेर म आफू छक परिरहेको छु। ओ माई गड व्हाट द फक म्यान। ए त्यस्तै छ गाइज है, यतातिरको यहाँको बसाइ चाहिँ यस्तै छ। त्यही नै हो, अब सधैँ साथीभाइहरू साथमा पनि हुँदैन होइन। र एक्लै भए पनि अलिकति एक दुई राउन्ड चाहिँ हानिहाल्ने हो। धेरै टाढा हिँड्न नसके पनि जस्ट नजिक नजिक छेउछाउको एरियाहरूतिर चाहिँ हिँडिहाल्ने हो भनेर त्यही सोचले त्यही प्लानले चाहिँ हिँडेको म चाहिँ आज। त्यही नै हो गाइज, माया चाहिँ बवाल देखाइदिनु पऱ्यो। देख्न सक्नुहुन्छ है क्या बवाल गाइज। भ्युज त मार्केटै खायो यार अब यार यो भ्युजले यार। गाडीहरू आइरहेको छ गाइज होइन। म त सोचेँ नै हो कि लखर लखर बाटोमा मात्रै हिँडेको हो म, त्यस्तो टाढो चाहिँ जानु सक्दिनँ होइन। थकाइ लाग्छ त एकछिन हिँड्नलाई पाउने यस्तो पनि हुन्छ र। बवाल हो गाइज, मलेसिया पनि बवाल हो गाइज, चान्सुन चाहिँ होइन है, मलाई त्यस्तो लाग्छ। म रुम जाने बाटो चाहिँ कतादेखि छ होला यार, बाटो खोज्नुपर्छ अब चाहिँ। धेरै टाढा निस्किनु पनि हिँड्नु पनि उचित छैन म चाहिँ अहिले यो सिचुएसनमा, यो टाइममा है। त्यही पनि एक्लै धेरै लङ यात्रा होइन, धेरै टाढा हिँड्नु पनि हुँदैन क्या गाइज, आफैलाई मलाई नै गाह्रो हुन्छ। त्यही भएर जुनलाई पनि देखेँ मैले उनलाई पनि देखेँ। सिनहरू चाहिँ क्या खतरा चाहिँ रहेछ त्यो बाटो यार। म हराउँछु जस्तो लागिरहेको छ। हराउनु त हराउँदिनँ, रुम पुग्नु त पुगिहाल्छ एकछिनमा, तर कतिखेर पुग्छु त्यो चाहिँ थाहा भइहाल्छ है।
पुग्नु चाहिँ पुग्छ जतिखेर भए पनि ढिलो छिटोको कुरा ढिलो छिटो मात्रै हो पुग्नु त जसरी भए पनि म रुम पुगिहाल्छु गाइज है सोध्दै नै हो मैले चाहिँ अब भर्खर नै हो भलक स्टार्टिङ भलक अब सुरु गर्न लाग्यो सो अब यो टाइममा चाहिँ सबैले माया चाहिँ खतरा देखाइदिनु पऱ्यो गाइज मलाई चाहिँ अरू चाहिँ के चाहिएन है माया चाहिँ बवाल देखाइदिनु पऱ्यो गाइज होइन सक्दो अब मैले चाहिँ अब भिडियो चाहिँ पेल्दै गर्छ है अब चाहिँ पेल्दै गर्छ सक्दो चाहिँ है म जति जति हिँड्दै गयो खतरा खतरा बवाल नै देखिन्छ गाइज के हो यस्तो यार के हो यस्तो रात परिसकेको सायद छैन रात पऱ्यो पनि बाल छैन क्या अक्खा ठाउँहरू हेर्न पाइहाल्छ देख्न पाइहाल्छ आफूहरू म बसेको एरिया वरिपरि नै बवालकै अक्खा ठाउँहरू अब के भन्नु यार यो भने के चाहियो गाइजहरू पसिना चाहिँ निस्किरहेको अलिअलि पसिना खरो निस्किरहेको होइन म चाहिँ अरू कन्भिन्समा छु अरे मेरो रुमतिर जाने बाटो चाहिँ कता दिदी हो कि यार त्यही कुरा हो सोध्दैछु यार सायद मलाई लाग्दैछ यो एरियातिरबाट अर्को ठाउँतिर जाने बाटो छैन जस्तो लाग्यो झन्झन अघि आउँछु झन्झन अर्कै ठाउँ देख्छु त यार के भएको यस्तो यार रुमतिर जाने त बाटै देख्दैन र गाइजमा त यार गाडीसँग जानु पऱ्यो त्यसपछि चाहिँ म त्यहाँबाट चाहिँ फर्किन्छु त्यसपछि जुन बाटो अब त्यही बाटोमा लुखुर हिँड्दै जानु पर्छ जस्तो लाग्यो यार राति हो भने के हो त यार मौसम त हेर्नु न यार सिन हेर्नु यस्तो पनि हुन्छ र गाइज यता पछि देख्न सक्नुहुन्छ होइन पछि पनि भवालै छ अघि पनि भवालै छ कहाँ जाऊँ म के गरौँ म गाइज भनौँ त भन्ने यहाँ देख्न सक्नुहुन्छ यहाँ पनि बवाल नै छ यार यस्तो पनि हुन्छ यार ओ माई गड यो बाटो त यार छैन रहेछ गाइज म चाहिँ अब जुन बाटो आएको थिएँ त्यही बाटो फर्किनु पऱ्यो गाइज सुत्दै नै हो बवाल लाग्यो होइन यस्तो चाहिँ रमाइलो लाग्यो खतरा भयो यार क्यामेराम्यान नभएर समस्या भयो गाइज यार एक दुईवटा ठाउँहरू चाहिँ बवाल देखिरहेको थिएँ मैले यसो होइन भिडियो बनाऊँ भनेको फोटोसोटो खिचौँ भनेको तर मैले साथी कोही पनि भेटेन गाइज अब चाहिँ देख्नु है यहाँ चाहिँ है यहाँको सिनहरू देख्नु है हेर्नु न हो यार म चाहिँ फर्केको गाइज म चाहिँ बाटो भेटिनँ है यहाँबाट झन् उता कता जाने बाटो पो रहेछ भनेको यार मेरो होस्टेलतिर जाने त बाटो छैन रहेछ म त अनि धेरै टाढा गयो भने त अनि हराउँछ त अनि तर साथी भएको भए चाहिँ बाल थिएन गाइज झन् मलाई हराए पनि तर म एक्लै चाहिँ हराउनु चाहदिनँ गाइज थाक्यो हो गाइज म चाहिँ असल चाहिँ बवाल थाक्यो है ठाउँमा तल बसेको म चाहिँ अब फर्किरहेको कहाँ पर कहाँ पुग्यो कहाँ गाइज यार एक्लै यार
डर पनि लाग्यो मलाई यार, त्यही भएर चाहिँ म फर्केको है। डर चाहिँ किन लाग्यो भन्दाखेरि चाहिँ ठाउँहरू यस्तो छ होइन, गाडीहरू पनि अलिअलि कम हिँड्न थाल्यो कि, अनि फेरि एक्लै भएको यार छ्या पछि हेर्नु नि ठाउँ यार यस्तो भयो होइन, यस्तो ठाउँमा अहिले एक्लै हिँड्न उचित छैन कि है। अब त्यही भएर चाहिँ म चाहिँ फर्केको हो। एकछिनमा चाहिँ रुम पुग्छु गाइज, सोध्दै नै ठाउँहरू चाहिँ बब्बा लाग्यो होइन। फोटोसोटो खिच्न नपाए पनि अब भिडियो सिडियो जस्तो भए पनि अब आफूले सकेकोसम्म बनाइरहेको छ, यही हेरेर पनि चित्त बुझाउँछ गाइज। मैले चाहिँ अब सोध्दै नै हो। एकचोटि माया चाहिँ सबले खतरा देखाइदिनु पऱ्यो है त गाइज। खतरा भनेपछि खतरै देखाइदिनु पऱ्यो ल, अरू केही पनि भन्दैन। सो यस्तो ठाउँ चाहिँ पहाडतिर यार, यस्तो बवाल ठाउँ किन भेटिएको यार, किन लेखिएको यार। गाइस बब्बाल भयो अन्त खत्रै भयो। म चाहिँ अब रुम जान लाग्यो होइन, समथिङ मलाई रुम पुग्न 10-15 मिनट लाग्छ होला। बब्बा सो गाइज है, म चाहिँ अहिले चाहिँ अब त्यस्तै नै हो कि आफ्नो रुम तर्फतिर हिँडिरहेको हो। अब रुम चाहिँ पुग्छ एकछिनमा, धेरै टाढा छैन। अब खुसी लाग्यो यार, बाटोमा एक्लै हिँडियो होइन, त्यस्तो अब डर चाहिँ लागेन, हल्का डर चाहिँ लाग्यो है। अब एक्लै थियो नि त त्यही भएर। तर मलाई चाहिँ के राम्रो लाग्यो भनेपछि टक्क होइन, यतातिर कालेहरू चाहिँ त्यस्तो खासै बस्दैन जस्तो लाग्यो। र मैले चाहिँ यहाँ दामी के देख्यो भने बाटोमा यस्तो स्वागत गरिरहेको छ, यहाँ बस्नलाई कुर्सीको व्यवस्थाहरू नि रहेछ। ए म पनि बस्नुपर्छ जस्तो लाग्यो यार। फेरि यहाँ टक्क अर्को यहाँ अर्को रहेछ कि यहाँ यस्तो यार बब्बाल होइन। यसो बाटोमा हिँड्दै थकाइदिएको होला कि त्यो मलाई त्यस्तै लाग्यो यार। बस्दिनु पऱ्यो एकछिन हो भने यार, थकाइलाई लाग्यो होइन, बस्दिनु पऱ्यो एकछिन, बस्दिउँ न। थकाइ लागेपछि बस्नुपर्छ, थकाइ मेट्नु पऱ्यो एकछिन। मौसम हेर्नु न सिनियर, हिँडेर पनि क्या बगाउँछ। एक्लै हिँड्यो भने अलिकति कसरत भयो होइन, हिँड्नु चाहिँ मजा आयो, त्यही नै हो। जिन्दगानी तिमी त मेरो जिन्दगानी हो। मजा आयो हिँड्न चाहिँ गाइज होइन, टक्क लगाएर डुलेर भयो भने अहिले म होइन, त्यही नै हो सबैभन्दा ठुलो कुरा। अरू के हुनसक्छ यार, अर्काको ठाउँमा भयो भने होइन एक्लै घुमेर आइयो। यो साइडबाट चाहिँ बाटो छैन रहेछ, यता ढिको साइडदेखि चाहिँ गएको है। तर कस्तो भनेपछि उता अगाडिको यता ब्याग हुने बाटै छैन रहेछ भनेको, फेरि रिटर्न आयो फर्केर यार होइन। तर जस्ट खुसी लाग्यो एक्लो भएको अब जस्ट सर होइन हिँडेर आयो, अलिकति कसरत पनि भयो।
त्यही नै गाइस खुसी लागिरहेको छ। धेरै दिनपछि अब यसो बाहिरतिर अब हावा खान पाइयो, घुम्न पाइयो, एक्लै भए पनि त्यही नै हो। माया छ गाइस सबलाई धेरै नै। म चाहिँ अब चुरोट खान्छ एउटा होइन। चुरोट खाइसकेर चाहिँ अब रुमको नजिकै आइसकेको छ। त्यसपछि फर्किन्छ रुम। त्यही हो कि समस्या भनेको अब एक्लै छ। एक्लै यताबाट भट्किन हिँड्न घुम्न पनि झ्याउ लाग्छ कि के गर्नु कि एकजना व्यक्ति एक्लै गएर यार त्यही भएर गाइस मलाई चाहिँ झ्याउ लाग्नु मेन कारण चाहिँ। गाइस भ्युज चाहिँ खतरा हो गाइस, बब्बाल लागिरहेको मलाई चाहिँ यस्तो दामी क्या खतरा यार। खतरा त खतरा नि, यति खतरा कि कुरै छाडिदिउँ न यार। जस्ट म 1 घन्टा जति हिँड्यो है बार रोडमा फर्कियो। अक्खा गाइस अक्खा। यस्तो बवाल किन हुन्छ गाइस? ठाउँहरू चाहिँ बब्बाल लाग्यो गाइस मलाई चाहिँ। अरू ठाउँहरू चाहिँ बवाल छ क्या होइन। जस्ट घुम्नलाई चाहिँ 2-3 जना साथीहरू हुनुपर्छ होइन। घुम्नलाई चाहिँ बवाल ठाउँहरू छ। जस्ट दिउँसोमा त अलिक गर्मी नै हुन्छ, हल्का साँझ पखतिर हिँड्नुपर्छ बाटोतिर है, बवालै हुन्छ। अब त्यतिखेर भ्युजहरू पनि बवालै हुन्छ होइन। आफूलाई घुम्न पनि मजा आउँछ। अब जस्तो त्यति धेरै गर्मी हुँदैन, शीतलो हुन्छ, हावा चलिरहेको हुन्छ। त्यही नै गाइस मजा अब एक्लै भए पनि घुमेर आइदियो, एकछिन मजा लियो। रुममा बस्दा बोरिङ पनि भइरहेको थियो है। अब चाहिँ म यहाँबाट चाहिँ निस्किनु पर्छ गाइस होइन। धेरै बेर यहाँ अब बस्न पनि मिल्दैन। यही हो क्या अब रोड क्रस गर्ने ठाउँहरूमा अब धेरै झुक्किनु पनि हुँदैन गाइस। के साह्रो बवाल ठाउँ, राम्रो ठाउँ भएको जस्तो। म चाहिँ अब रुम पुग्यो भनौँ है। फाइनली यता रोड क्रस गऱ्यो भने चाहिँ म चाहिँ रुम पुग्छ गाइस। त्यही नै हो। ओके बाइ गाइस, थ्याङ्क्स फर वाचिङ माई भिडियो। सो सबैजनाले एकचोटि प्रोफाइल चाहिँ भिजिट गरिदिनु होला होइन। मिल्छ भने चाहिँ यसो माया देखाइदिनु होला, सब्सक्राइब हानिदिनु होला मेरो च्यानललाई। सो त्यही नै हो। लभ यु अल गाइस, गुड नाइट।